सबैजनालाई नमस्कार। यो चाहिँ काठमाडौँमा आज भीषण असिना पानी बर्सिएको छ, जुन चाहिँ यो काठमाडौँको गङ्गोबु एरियामा हो। गङ्गोबु एरियामा पुरै डुबान परेको छ। 81 असिना पानी आएर सोच्दै नसोचेको एकछिनमै घाम भएर एकछिनमै पानी परेको छ। बहुत ठुल्ठुलो पानी परेको छ। असिना पानी हेर्नुहोस् यसरी बगिरहेको छ। पुरै नालाहरू भरिएका छन्। पानी जम्मा भएर पुरै यहाँ त जलसागर भएको छ। जलसागर हेर्नुहोस् यसरी पानी भरिएको छ। डुबानमा परेको छ। बच्चा बच्चीहरू स्कुल दिउँसै रात परे जस्तो छ। 3-4 बजे हो। यो 4 बजेको समयमा हो, जुन चाहिँ अँध्यारै छ। पुरै अँध्यारो भएछ। एकछिनमै अँध्यारो भएको थियो। यो मौसम एकदम खतरनाक छ। सब सचेत रहनु होला। समयमै आफ्नो वासस्थानमा बस्नु होला। यहाँ त एकदम समस्या आइपरि हेर्नुहोस् त असिना परेको काठमाडौँमा एकदम भीषण असिना। भीषण असिना छ। असिना रोडभरि असिना भएको छ। असिना पानी परेको छ। त्यसैले सचेत रहनु होला। सुरक्षित स्थानमा बस्नु होला। छाता रेनकोटहरू आफ्ना चाहिँ सामानहरू चाहिँ व्यवस्था गर्नु होला। यो चाहिँ काठमाडौँ एरियामा हेर्नुहोस् त असिना पानी कति धेरै असिना पानी आएको। यो असिना भएको छ। काठमाडौँ एरियामा असिना। ल हजुरहरूलाई धेरै धेरै धन्यवाद। सुरक्षित स्थानमा बस्नु होला। आफ्नो र आफ्नो आफन्तहरूको केयर गर्नु होला भन्दै हजुरमा बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। यो असिना पानीको भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। सुरक्षित स्थानमा बस्नु होला। तातो खानु होला। चिसो चिज नखानु होला। स्वस्थ रहनु होला। मस्त रहनु होला भन्दै हजुरमाझ यो भिडियो पुस्टाएको छु। धेरै धेरै धन्यवाद। बाई बाई।